हेलो साथीहरू, वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु हाम्रो गाउँको धाराको अवस्था धारामा पानी नभएको अवस्था। यहाँ चाहिँ हाम्रो धारा छ। यहाँनिर चाहिँ धारामा पानी नै छैन। यहाँको ब्यास गाउँपालिका वडा नम्बर 4 टोकटमा भएको मेन समस्या पानीको समस्या। अब एउटा धारामा मात्र होइन, यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ तलनिर भएका घरहरूमा पनि पानी हुँदैन। डेली युजका लागि ड्रिङ्किङ वाटर पनि हुँदैन। धेरै मेहनत गर्नुपर्छ उनीहरूले चाहिँ। सो यो चाहिँ मेन प्रब्लम छ। यो चाहिँ धाराको अवस्था छ यहाँको। म अब भन्न चाहन्छु कि यो कुरा मात्रै भन्न चाहन्छु कि अब राम्रोलाई भोट दियौँ र राम्रो बजेट लिएर अनेस्ट भएर काम गरेर यो पानीको प्रब्लम चाहिँ हामीले सल्भ गर्नुपर्छ, पुरै गाउँ मिलेर। अब पानीको प्रब्लम पहिलेदेखि नै यस्तै हो। सो यहाँ चाहिँ अब यहाँ अहिले देखाएको धारामा चाहिँ कहिलेकाहीँ आउँछ पानी। सो अब तलनिर चाहिँ अब घरहरू छन् धेरै, त्यहाँनिर चाहिँ पानी नै आउँदैन। त्यो चाहिँ मेन समस्याहरू छन् धेरै नै। सो अब सोचेर भोट हालौँ। अब एक मतदानको महत्त्व धेरै छ। सो यति नै भन्न चाहन्छु। अब गलत मान्छेलाई चुन्यौँ भने पस्ताउनु पर्ला। अब आजको ब्लग चाहिँ थिएन, मेन इस्यु पानीको प्रब्लम, त्यसलाई एड्रेस गर्दै मैले चाहिँ अब कुराहरू राखेँ, केही कुराहरू। अब अरू ब्लगहरू आउने नै छन्। त्यतिन्जेलका लागि टाटा।